प्लेन बस प्लेन यताउति गर्दा गर्दा अब म नाउँमा पुगिसकेँ होइन पछाडि I have a big cruise ship there and I'm gonna board that probably I'm thinking about I'm not sure तर म चाहिँ एउटा कुरा के भन्न चाहन्छु होइन म चाहिँ नेपालीमा स्विच गर्छु लाइक युरोप आउने बित्तिकै मान्छेहरूले कस्तो सोध्छ नि भन्दा लाइक कि युरोप आएपछि पैसै कमाउनुपर्छ भन्न जरुरी छ क्या लाइक पैसा यहाँ बोटमा फलिरहेको छ जस्तो आई मिन यस्तो होइन कि बोटमा फल्दैन फल्न त कहीँ पनि फल्दैन तर कुरा के भन्दा नि म सबैलाई मेक स्योर के गर्न चाहन्छु भन्दा नि लाइक लाइफ इज नट अबाउट मनी मैले पैसालाई कहिले हुन्छ नि लाइक भ्याल्यु दिइनँ क्या अनि म पैसा कमाउन यहाँ 1.5 वर्ष 2 वर्ष नाडिसकेँ युरोपमा 2 वर्षमा मैले पैसा कहिले कमाउन ध्यानै दिइनँ मन लाग्छ आज हुन्छ नि आज यहाँ गयो अर्को देश गयो यताउति घुमेर आयो होइन मलाई जुन दिन केही हुँदैन केही गर्नलाई म हिँडिदिन्छु घुम्नलाई अनि आज यो ठाउँ भोलि अर्को ठाउँ सो मलाई थाहा छैन लाइक म जस्तो कतिजनाले गर्न सक्छन् सक्दैनन् आई डोन्ट नो बट एट द एन्ड अफ द डे यही भन्छु लाइक पैसा भन्दा पनि एक्सपिरियन्स कमाउनुहोस् एन्ड देन पैसा आउँछ लाइक रिटर्न ब्याक त हुन्छ नि कि लाइक एक गोलो सर्कल बनाएर आउँछ फर्केर तपाईँ निरै अनि अर्को कुरा के भन्दा लाइक ट्राभल गर्दा के हुन्छ भन्दा नि त्यो पैसा खर्च सिगरेट बिडी के भन्छ रक्सी अनि आजका नयाँ युवाहरू जति जे पनि हुन्छ नि डिस्ट्रक्टिभ नेचर चाहिँ किन क्या म बुझ्न सक्दिनँ डिस्ट्रक्टिभ नेचर चाहिँ किन क्या डिस्ट्रक्सनले चाहिँ कहिले पनि के भन्छ न के भन्छ त्यसलाई कन्स्ट्रक्सन ल्याउँदैन क्या अनि तोडेर फोडेर के हुनेवाला छैन जबसम्म तिमी जोड्न सिक्दैनौ यो फिलोसफिकल कुरा गरेर त मैले के हुने होइन मैले चाहिँ भन्न खोजेको के भन्दा पहिले आफ्नो लेभलबाट ठिक हुने पैसा कमाउन सक्दैन भने पैसा खर्च पनि नगर क्या कसैको त्यो आफ्नो होस् आफ्नो बाउको होस् कि आफ्नो देशको किन नहोस् अनि अब लास्टमा चाहिँ कुरा के भन्दा मेरो सबै साथीहरूलाई अन रेकर्ड अन पेपर भन्छु अन के भन्छ अन पेपर अन रेकर्ड कि जति पनि विदेश आएको छ नि कतिजनालाई सुन्नु भएको छ कि लाइक त्यो विदेश गएर एकदम खतरा पोजिसनमा काम गरिरहेको छ 1% 0.something% 2% तर के हुन्छ भन्दा नि म आफूलाई लाइक ठुलो ठाने होइन या म के भनिरहेको छैन कि मैले एकदम खतरा कुरा गरिरहेको छैन तर एट द एन्ड अफ द डे कस्तो भन्दा नि हुनुपर्छ लाइक यु हेभ टु बी लाइक गो आउट एन्ड रोम त्यस्तो खालको कि लाइक तिमी तपाईँ एक्लै के गर्न सक्नुहुन्छ लाइक त्यो 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 एबिलिटी राख्नुहोस् क्या हरेक कुरामा नि साथी भाइ जोसुकै होस् तपाईँको बारेमा तपाईँभन्दा बढी कसैले जान्दैन त्यो म किन नहो या अरू कोही किन नहोस् त्यो एक्ज्याक्टली त्यो बुझ्नुपर्छ क्या अनि कसरी भन्नु त्यस्तै हो ल अब बुझ्नेले बुझिहाल्छन् नबुझ्नेले चाहिँ त्यही भन्छन् कि मेरो बाबाले मेरो लागि के गर्नु भएन मेरा घरका मान्छेले के गरेन मेरा देशकाले मान्छेले के गरेन मेरा नेताले के गरेन होइन पहिले ठिक आफ्नो घर के भन्छ त्यसलाई आफ्नो अनुहार हेर्ने हो हैनमा आफ्नो अनुहार हेरिसकेपछि मात्रै पहिले त भन्छ अरूको अनुहार किन हेर्नु आफ्नो अनुहार हेर्ने हो आफ्नो अनुहारलाई ठिक पार्नुहोस् अरूको लागि होइन आफू ठिक भयो अरूजना पनि ठिक हुँदै जान्छन्